सो हेलो फ्रेन्ड, गुड मर्निङ टु अल एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज फेरि पनि डेली ब्लगले नयाँ ब्लग लिएर आइसकेको छ। सो आज बिहान बिहान उठेर होइन मस्त ब्लग बनाउँदैछु म। हेर्न सक्नुहुन्छ आज बिहानको 8 बजिसक्यो, 8:30 बजिसकेको छ। सो अहिले कपडा पनि धुनु छ कि गाई, त्यही भएर अलिकति बिहानै उठेको, नत्र म त 8, 9, 8:30 बजे 9 बजे उठ्ने मान्छे म पनि। आज अलिकति चाँडै उठेको, 7 बजेतिर उठेको, कपडा भिजाएर राखेको छु। अनि मुख धोएर फ्रेस भएर बसिरहेको छु होइन, कपडा भिजाएर। त्यसैले कपडा धुने हो। सो अहिले यतिकै बसिरहेको छौँ के। रमेश दाई छन्, अनि उहाँ गुरु छन्, एकजना मेसिन गएका छन्। आज हाम्रो काम के हो भनेपछि आज काम चाहिँ कपडा धोएर अनि त्यसपछि काम गर्ने हो क्या। यो यसको गियर बक्स हाल्नु छ होइन, त्यही आज यसको काम हो। अनि त्यो कार्मिक्सको काम छ। अनि अरू त खासै मेसिनहरूमा काम छैन क्या गाई, छैन। त्यही आज बिहान बिहान भ्लग बनाइरहेको छु मस्त। के कस्तो छ भिडियोलाई मन पराइदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। हिजो भिडियो हालेको कतिले हिजो राति भिडियो हालेको 14 कि 15 भ्युज मात्रै आएको रहेछ गाइस। सो त्यस्तो अलि नगरिदिनु होला, मस्त अलिकति सपोर्ट गरिदिनु होला गाइज होइन। अरू मस्त मस्त नयाँ नयाँ राम्रो राम्रो भ्लग लिएर आउँछु के गाइज होइन। अहिले त सिकिरहेको छु, अब छुट्टा नि अस्ति भ्लग बनाउनु छोडेको थिएँ क्या। सो त्यही भएर अहिले गाह्रो भइरहेको छ कि। आज धेरै दिनपछि भ्लग बनाइरहेको छु, हिजो पनि बनाएँ अनि आज बनाएँ। अलिकति गाह्रो भइरहेको छ कि गाइज। अन्त अब दिनदिनै बनाउनु भए त अलिकति दिनदिनै बनाउनु भएको भए त अलि काठो हुन्थ्यो नि त, अलि मस्त एक्सपिरियन्स भइहाल्थ्यो। सो अलिक दिन छोडेको थिएँ, लगभग 1 महिना जति छोडेँ क्या भ्लग बनाउन। सो हिजो बनाएँ, अनि आज बिहान फेरि पोखरा आएर बनाइरहेको छु। हिजो म बेनी थिएँ, अनि आज हिजो पोखरा आएको। अनि त्यही हो, आज बिहान उठेर आज घाम पनि लागिरहेको छैन गाइज होइन। के हो कपडा धुनु छ, कपडा धुने भएर कि घाम नलाग्यो। कपाल पनि कस्तो भइसकेको छ गाइज होइन। अब कपाल पनि काट्नु पर्ने छ हिजो। अब कपाल काट्ने भनेको हिजो अलिकति ढिलो हो नि त, त्यही भएर हिजो कपाल नकाटे। अब आज कपाल काट्न जानुपर्छ कि आज। ल बाई, अहिलेको लागि यति नै, अरू चाहिँ नेक्स्ट भ्लगमा। सो भिडियोलाई मन पराइदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। सो बाई गाइज, लभ यु अल, सी यु नेक्स्ट भ्लगमा।